नमस्ते। भारत र पाकिस्तान बीच फेरि तनाव बढेको छ र यसको असर कस्तो भने नि नेपालसम्मै आइपुगेको देखिन्छ। हो नि त। आज हामी यही विषयमा अलि गहिरेर कुरा गर्दैछौँ। विभिन्न समाचार स्रोतहरू विश्लेषणहरू हेरेर यो तनावले नेपाललाई कसरी अप्रत्यक्ष रूपमा तर गम्भीर असर पारिरहेको छ भन्ने बारे। कुरो सुरु गरौँ त्यो अप्रिल 22 को घटनाबाट। कश्मीरको पहलगाममा आतंकवादी हमला भयो। नराम्रो कुरा के भने त्यसमा एकजना नेपाली नागरिक पनि पर्नुभयो। उहाँसहित 26 जनाले ज्यान गुमाउनु पर्यो। ए हो र, निकै दुःखद। अनि भारतको आरोप कसलाई थियो? भारतले सिधै पाकिस्तानमा रहेको त्यो लश्कर ए तैयबा समूह पहिले पनि यस्तै घटनामा मुछिएको थियो अनि एकजना पहिलेका पाकिस्तानी सैनिकलाई दोष लगाएको छ। यो त गम्भीर आरोप भयो। अनि भारत चुप लागेर बसेन होला नि? बसेन। मे 6 मा त भारतले अपरेसन सिन्दूर भनेर पाकिस्तान अनि पाक नियन्त्रित कश्मीरका करिब 9 ठाउँमा हमला गर्यो। ए अपरेसन सिन्दूर? त्यसमा बहावलपुर मुरित्केका आतंककारी शिविरहरू पनि परे भन्ने खबर आयो। अनि पाकिस्तानको प्रतिक्रिया? पाकिस्तानले पनि तुरुन्तै बदला लियो, अपरेसन बुनियान उल मर्सुस नाम दिएर। उनीहरूले चाहिँ पठानकोट, उधमपुर जस्ता भारतीय सैन्य अड्डाहरूमा हमला गरे। त्यसपछि त झन् 100 भन्दा बढी विमानहरू हावामै भिडेको खबर आयो। ए हवाई भिडन त नै हो। त्यसमा पाकिस्तानले त 5 वटा भारतीय लडाकु विमान खसालिदिएको दाबी पनि गर्यो। स्थिति निकै तातियो। सैनिक तहमा मात्र होइन, त्यो कूटनीतिक रूपमा पनि त असर पर्यो होला नि? पर्यो नि। भारतले त सुन्नु न, सिन्धु जल सन्धि नै निलम्बन गर्ने अरे अनि पाकिस्तानी नागरिकलाई भिसा पनि नदिने। ओहो, सन्धि नै निलम्बन, यो त ठुलै कुरा हो। ठुलो कुरा हो। अनि उता पाकिस्तानले पनि कहाँ छोड्थ्यो र, सिमला सम्झौता निलम्बन गरिदियो। भारतीय जहाजलाई आफ्नो आकाशमा उड्न नदिने, एयर स्पेस नै बन्द। अनि भारतीय कूटनीतिज्ञहरूलाई देश निकाला समेत गर्यो। मतलब पुरै तनावपूर्ण अवस्था। ल अब यो सबै क्षेत्रीय तनावको बीचमा हामी नेपालमा यसको असर कस्तो परिरहेको छ त्यता लागौँ न त। प्रत्यक्ष त हामी छैनौँ, तर असर त देखिन थालिसक्यो है। एकदम। असर नदेखिने कुरै भएन। सबैभन्दा पहिले त हेरौँ न हाम्रो व्यापार र आपूर्तिमा कस्तो असर पर्यो। हाम्रो 60% भन्दा बढी सामान त भारतबाटै आउँछ, होइन? हो नि त। अब त्यो सिमानामा हवाई क्षेत्रमा कडाई भएपछि के भयो त भन्दा इन्धन, खानेकुरा, औषधि जस्ता चिजहरू आउन गाह्रो भयो। मतलब अभाव हुन थाल्यो। अभाव त सुरु भइ नै सक्यो। अनि बजारमा भाव बढिहाल्यो, महँगी बढ्यो, कालोबजारी पनि मौलाउन सक्ने डर भयो। यो त भयो व्यापारको कुरा। तर हाम्रो त भारतसँग खुला सिमाना छ नि, त्यहाँ सुरक्षाको चुनौती कस्तो थप्यो होला? त्यो अर्को एकदमै गम्भीर पक्ष हो। पहिले खुला सिमानाबाट आवत जावत सजिलो थियो, अब निगरानी बढ्यो। आम मान्छेलाई हिन्डुल गर्ने अप्ठ्यारो भयो। अनि अर्को डर के छ भने यही मौका छोपेर तस्करी, जासुसी, घुसपैठ जस्ता नराम्रा गतिविधि बढ्ने पो हो कि? हो, त्यो जोखिम त रहन्छ नै। अनि यस्तो बेलामा हाम्रो परराष्ट्र नीतिमा कस्तो दबाव पर्ला? एकातिर भारत छ, यति धेरै निर्भरता छ, अर्कोतिर चीन। हो नि, दुईतिर आणविक शक्ति भएका छिमेकी छन्, बीचमा हामी। अब नेपालले त हामी कतै लाग्दैनौ, तटस्थ छौं भन्छ, तर व्यवहारमा कस्तो हुन्छ भने दुवैतिरबाट दबाव आउन सक्छ। कस्तो दबाव? भारतले भन्न सक्छ, ल हेर हाम्रो यत्रो सम्बन्ध छ, यस्तो बेला हामीलाई साथ देऊ भनेर, होइन? एक किसिमको वफादारी खोज्न सक्छ। अनि अर्कोतिर चीनले पनि यो स्थितिलाई आफ्नो फाइदामा प्रयोग गर्न खोज्न सक्छ। नेपालमा आफ्नो प्रभाव बढाउने मौकाको रूपमा हेर्न सक्छ। भनेपछि त्यो तटस्थता कायम राख्न झन गाह्रो हुने भयो। निश्चय नै। निकै जटिल अवस्था हो यो नेपालको लागि। आर्थिक पाटो हेर्दा नि अवस्था राम्रो देखिन्न। पर्यटन त हाम्रो मुख्य आय स्रोत हो। यस्तो तनावको बेला पर्यटक कसरी आउलान् र? त्यही त। क्षेत्रीय अस्थिरता भएपछि को आउँछ र घुम्न? पर्यटनमा त सिधै असर पर्छ। अनि अर्को कुरा, भारतमा काम गर्ने लाखौं नेपालीहरू हुनुहुन्छ। हो त। उहाँहरूको रोजगारी के हुन्छ? हो, उहाँहरूको रोजगारी असुरक्षित हुन सक्छ। अनि उहाँले पठाउने रेमिट्यान्स घट्थ्यो भने त हाम्रो अर्थतन्त्रलाई झनै असर पर्छ। विदेशी लगानी पनि यस्तो बेला आउँदैन। मतलब आर्थिक रूपमा चौतर्फी मार पर्ने देखियो। देखिन्छ। अनि यो बाहिरको समस्याले कतैभित्र हाम्रो आन्तरिक राजनीतिमा पनि त असर पार्दैन? त्यो जोखिम त जहिले पनि हुन्छ। यस्तो बेला नेताहरूले राष्ट्रवादको कुरा उचालेर होइन आफ्नो फाइदा लिन खोज्न सक्छन्। विभाजन ल्याउने। हो, जनतालाई विभाजित गराउने।
अनि अर्को कुरा, सुरक्षा खतरा बढ्यो भनेर सेनामा खर्च बढाउनु पर्ने दबाव आउन सक्छ। अनि विकासको पैसा त्यता गयो भने झन समस्या। त्यसो भए छोटकरीमा भन्दा भारत पाकिस्तानको लडाईँमा हामी सिधै नभए पनि यसको असर चाहिँ एकदम गहिरो र धेरैतिर पर्ने रहेछ। व्यापार, सुरक्षा, अर्थतन्त्र, राजनीति सबैतिर। महत्त्वपूर्ण प्रश्न पनि खडा गरेको छ। के प्रश्न? अब यो यस्तो जटिल, संवेदनशील अवस्थामा नेपालले कसरी आफ्नो राष्ट्रिय हितलाई जोगाउने, कसरी आफ्नो तटस्थता पनि कायम राख्ने, यो सन्तुलन मिलाउन निकै गाह्रो छ। हो त। अनि यो अहिलेको द्वन्द्वले लामो समयमा हाम्रो विदेश नीति कस्तो हुनुपर्छ, हामी कति आत्मनिर्भर हुनुपर्छ भन्ने बहसलाई पनि पक्कै प्रभाव पार्छ होला। यो विचार गर्नुपर्ने कुरा हो।